हेलो ह्याप्पी न्यू इयर सोल्टिनी। आज चाहिँ हामी कहाँ जाँदैछौँ? आज हामी व्हाइट गुम्बा जाँदैछौँ ड्राई पिकनिकको लागि। कति धेरै मान्छे छ तर अहिले चाहिँ हामी दुईजना मात्रै। मान्छे चाहिँ धेरैजना छ तर हामी अहिले चाहिँ जम्मा दुईजना हिँड्दैछौँ बाटोमा, किनकि अगाडि र पछाडि टन्नै छ। हामी चाहिँ हिँड्दैछौँ। हाम्रो बाटा चटपटे बनाउने साथीहरू यहाँ सबैजना यता सबै छाताले छेक्यो। अनि यतिखेर चाहिँ हामी आदेश्वर आइपुग्यो। अब आदेश्वरबाट माथि व्हाइट गुम्बा जान्छौँ। हाम्रो साथीहरू तिमीले बाटा किन बोकेछ नि? चटपटे बनाउन देखाउन अनुहार म बेच्न आएको भन न। चटपटे पानीपुरी बेच्न आएको यता अहिले चाचिदैन फोटो खिच्न नपाए पावर ब्याङ्क जिन्दाबाद यार। पानी हाम्रो पिकनिक प्रोग्राममा चाहिँ बाटैभरि मान्छे भयो त ठिक छ नि। कोसँग मिसिन आयो त जति खाए नि नआउने मुग्नी दो साँच्चै मुग्नी दो सानो मुख दो त तँ पाइन्छ गर्ने भयो। हामी चाहिँ पिकनिक स्पोट आइपुग्यो। अनि यो चाहिँ हाम्रो खानेकुराहरू यहाँ के छ भने चिसो चटपटे पानीपुरी सेलरोटी मासु सासु सबै कुरा। अनि हाम्रो यहाँ पिकनिक स्पोट चाहिँ यस्तो खतरा हाई रुखोभित्र सबैजना यहाँ थकाइ लागेर चाक्नी देखाइदिनु। अनि के अरे 16 जना छ, कोही कोही खाँदैन होला नि त। नै छोरी खाँदैन। उसलाई झन् भोक लाग्छ। कसले? तान्दियो। खानेकुरामा बनाउँछ कडा फोटो उठ्नु पर्यो यार। तासमा लुटम म त खेल्दिनँ अब त, मेरो हार्यो, हारिसक्यो म। अरे बुढा जितेर तिम्रो तीनजना मलाई लुट। हाम्रो मासु अचार अनि सेलरोटी चिउरा कसको यो खत्रीको। अनि आज यहाँ बाँकी छ। अनि अर्को कहाँ गयो? ओइ त्यो यता यता नि छ। बाक्लो भयो क्या हो? बाक्लो भएर पनि हाल्नुपर्छ। अचार अझ यहाँ हाम्रो कति धेरै चटपटेको सामानहरू खानै बाँकी छ। हेलो ल हेलो गर्छौँ सबैजनाले। हेलो ह्याप्पी न्यू इयर। हो र? हो भन्नुपर्छ नि। मैले रितेशलाई अझै 100 रुपियाँमा पनि बेचौँ भन्दै थियो एउटा। ओइ मिठो छ? के मिठो लाग्यो? वाउ त्यो गीतमा चाहिँ नाच्नु थिएन। लु के हो रे? स्पेसली हुरे जाट। मेरो एउटा फोटो खिचिदिनु ल। ओ मान्छेले नि भन्ला होला त तेरी। उनीहरुले नि राखन। मेरो म त त्यहाँ बाटामा खस्ला चाहिँ म के बा? त्यो मेरो कस्तो छ? पैसा थोरै भयो के हो कि?